यो हाम्रो लाटा घर, यो चाहिँ साइल अङ्कल घर हो। अहिले यहाँ घर नयाँ बनाउनु छ। यो चाहिँ धान यस्तो लटरम्म फलिरहेको है। धानलाई चाहिँ लटरम्म भन्छ कि भन्दैन थाहा छैन, तर लोसो चाहिँ फल्यो। यस्तो दामी फल्यो। यो चाहिँ साइल अङ्कलको घर भयो। हाम्रो बहिनी र भाइ, कान्छा अङ्कलको छोराछोरी भाइ, बहिनी भाइ। यो घर चाहिँ अलि यहाँ गोरुको लागि, गोरु भने त भैँसी रहेछ त। ल दुईवटा भैँसी छन् यहाँ है। आन्टी आउनु होइन अर्झेडा। ल यो चाहिँ अङ्कल घर भयो। भित्र के हो, धान छ क्या यार है। ल मलाई टुर गराऊ तिमीले। यो माथि जाने भयो होइन। के यहाँ केरा घारी हो यो केरा घारी लैन अगाडि बहिनी। यहाँ फलफुलका बुट्टा त कुरै नरम है। त्यहाँ आरू त्यत्रो भइसकेछ। केरा घारी भयो, बेलाउती त कुरै नरम। यहाँ जताततै बेलाउती हो। अब यहाँ चाहिँ यो कान्छा अङ्कलको घर भयो है, बङ्गालो। यो कान्छा अङ्कलको। यहाँ पनि धान फल्यो। यो चाहिँ आँपको बुटो बहुत, यो सानो है आँप लास्ट राम्रो मिठो फल्छ। आन्टीले लद्दो छैन, अरू सबै सुकाउनु है घाममा। आज घाम चाहिँ लास्ट दामी घाम लाग्यो नै, क्लियर स्काई छ। ओरे पुरै सुकाउनु छ। हेलो आन्टी नमस्ते। ल यो अर्को साउनी आन्टी हो। टुर अरे यहाँ त स्पेसल पिरो च्याउचाउ स्याउ। यो चाहिँ टिमुर कहाँ टिप्नु भएछ, आलु सालु बेलाउती अनेक टमाटर है, पाठक दाल मसला सब यहाँ छ है। आन्टीको चाहिँ यो यहाँ चाहिँ चुलो, रोटी यहाँ छन्। ल यो भयो। त्यसपछि चाहिँ यतापट्टि चाहिँ यहाँ पहिला यहाँ एउटा घर थियो है। त्यो घर भत्काएर चाहिँ अङ्कलले उता चाहिँ उतापट्टि बङ्गालो बनाउन। यहाँ अहिले यो सुन्तलाको बुटो है, सुन्तला नि फलिरहेछ। यहाँ चाहिँ भक्कु भइहाल्यो, यो भक्कु नि फलिरहेको है। यहाँ आँप भयो, आँप फल्छ। यो चाहिँ राइल अङ्कलको घर हो। यहाँ यो अलिअलि लिपत गरेर जानु है। यहाँ चाहिँ सब अहिले बुटल बस्ने भएको घर चाहिँ अलि सन्तरो भइसक्यो। घर अगाडि चाहिँ यहाँ फलफुलका बुटा हेर्ने। यहाँ के को अरे भाइ, आरू सुन्तला केरा यस्तो फल्यो भक्कु सक्कु। यहाँ पनि गोठ छ है। यहाँ अङ्कलले गोरु बान्नु रहेछ क्या। यहाँ पानी चाहिँ एनी टाइम आउने, यहाँ ठुलो पानी आउँछ। यहाँ फुस्काएर पनि देखाऊँ है। पानी चाहिँ डेन्जर आउँछ कि हाम्रो पानीको कमी छैन। आइयो फुस गर्न सकिन्न। अरे बहुत छोड्दै। यो चाहिँ भयो खेत। यहाँ सिमलका बुट्टातिर उस छ भन्नुहुन्थ्यो त अरियल गोलो। यो पनि यहाँ पनि एउटा मुसलनी बुट्टा छ है। यो उसको बुट्टा भयो। यहाँबाट देखिने चाहिँ खेत, यो लाटा खेत हाम्रो सबै लाटा खेत हो। यो जुन भूतले खाने कुरा, भूतले खनेको भन्छ यो खेत चाहिँ। यो बुवाले भनिसक्नु छ है, त्यो भिडियो चाहिँ गरेर जान्छ। यहाँबाट देखिन्छ यो डोबाटा भयो यत्नचिममा। यहाँ डोडुङ्गा भयो उतापट्टि है। सिधै अगाडि यता चाहिँ दरबार हो। यसले बुटो हल्छ्याउँदो रहेछ। भाइ अरू के थाहा छ तिमीलाई? यहाँ ओरियल कहाँ छ? ओरियल यहीँ त रहेछ नि। यहीँ बुट्टा त यहीँ बुट्टा यत्नचिममा जुममा यहाँ रहेछ क्या ओरियल गोलो है। तर यहाँ देखिन्न क्या, खासै देखिएन क्या। यहाँ यो सिमलको बुट्टा सिम रहेछ। यहीँ सिमलको बुट्टा सिम यत्न सिममा यो देखिनु रहेछ अहिले त। यो चाहिँ लाटा खेत भयो। यिनी घर बङ्गाला भयो है हाम्रो। यो राइल अङ्कलको, त कान्छा अङ्कलको, उतापट्टि साइल अङ्कलको। सब आजको टुर यहीँ हो। यहाँ घर थियो। यहाँ घर चाहिँ फालेर अहिले चाहिँ टक्क यो धानबारी भएछ। त्यो माथि त अहिले झाडी भइसकेको चाहिँ यो भोकिमले पनि फलेर चाहिँ यहाँ अरू चाहिँ यहाँ खेतको पुरै यत्नै चल्दै हो खेत। धेरै टाढा छैन घर। यो चाहिँ विकासी, यो चाहिँ आरू हो। यो देउवा गाउँबाट लिएको। डेन्जर मिठो फल्छ यो। अहिले आन्टीले पुरै आज घाम लाग्यो, सब सुकाउनु छ। हाम्रो खेत चाहिँ यत्नै नजिकै छ है। हाम्रो पुरै खेतै खेत वरिपरि हो। अरू यहाँ देखाउनु पर्ने कुरा केही छैन। त्यही हो।
एक चौला पानी थाप्न आइछ आन्टी ल यो आँप चाहिँ डेन्जर मिठो हुन्छ यो काँचो यस्तो मिठो हुन्छ अहिले चाहिँ यो त फल्ने कुरा भएन यो मिठाई अझै रहेछ है यो दसैँको लागि लिएको यो ठुल दाइला मैले खानै पर्यो है ल सानो दाइला बेहेन आन्टी गाडा यति पाउर आज दिउँसोलाई लिएर हामी जाँदैछौँ भाइले नाम्लो सबै छ है यो चाहिँ हाम्रो मादेको घर भइहाल्यो यो मेरो आन्टी हाम्रो घर चाहिँ यहाँ पर्छ यहाँ यति छाना मात्र देखिँदो रहेछ यहाँ हो पर्ने चाहिँ यो घर पनि त्यस्तै छ पूर्णिमा चलेछ आन्टी झर्ने कुरा त भएन अहिले अङ्कल आन्टी भोलि पूर्णिमाको मेला हुन्छ अर्झै डेन्जर हुन्छ त्यहाँ भाइ पख के बिस्तारै बिस्तारै जाऊँ ल हाम्रो जेठा बुवा घर अहिले यता ढोका फाल्दा झ्याल राखेछन् है यो हाम्रो जेठा बुवाकै घर अब यहाँ यस्तो टिनको बङ्गला बाटैमा छ यता जाने लाटा गइन्छ त्यो बाटो यहाँबाट तल झऱ्यो हाम्रो घर आज सबको घर भिजिट गराउँछु है मैले भाइ नाम्लो छोडिदिउँ त्यही राखिदिउँ त्यही टेबलमा राखिदिउँ क्या कोही हुनुहुन्न अहिले यस्तो दामी बने है मजाले घर बने है यो अझै त्यता बार्न बाँकी छ यता चाहिँ हल जस्तो भयो अझै यस्तो एङ्गलबाट हेर्दाखेरि यो बाह्र गरेको छ हुन्छ जाउ गएर अरे यार दामी देखियो त यार घर त यता किचन बन्यो त्यता रुम यहाँ कुखुरा धुम यहाँ बाटो पार्किङै हो लगभग यो भन्ने पार्किङै हो टक्क चिटिक्क छ घर बने चाहिँ चिटिक्क बनेछ है त्यही हो धन्यवाद यो जेठा बुवा घर अब हाम्रो घर तल पर्छ यता यो चाहिँ हाम्रो घर जाने बाटो भयो भने हाम्रो घर चाहिँ यहाँ छ यहाँ चाहिँ हाम्रो घर छ है त यो चाहिँ हाम्रो घर भयो ल यो बङ्गाल हो काइला अङ्कलको त्यो माइलाको भयो उतापट्टि ठुलाकान्छाङका अङ्कलको भयो भनेपछि यसरी चाहिँ 7 भएका 7वटा घर यहाँ यसरी देखिन्छ यो चाहिँ काइला अङ्कलको हामीले एउटा यहाँ भैँसी पालेछौँ है यहाँ अनि बाख्रा दुईवटा बाख्रा र एउटा पोखा यो चाहिँ अङ्कलको आज टेन्ट सुकाउँदै हुनुहुन्छ मम्मी अन्त यो बिस्ने आन्टी चाहिँ माइत हुनुहुन्छ होला सायद त्यसपछि अब चाहिँ यो चाहिँ हाम्रो घर यो चाहिँ माइलाको घर भयो अनि त्यो राइला अङ्कलको काइला अङ्कलको कस्तो राइला भन्न आएर काइला अङ्कल घर त हो यो हाम्रो भयो माइलाको अब यताबाट यस पछाडि यहाँ मेरो स्कुटर भयो यो चाहिँ ठुला कान्छा अङ्कलको घर भयो है अस्ति आएर टक्क लिपपोत गरेर चिटिक्क पारा जानुभएको छ अहिले चाहिँ उहाँ चाहिँ काठमाडौँ बस्नुहुन्छ त्यही छ यो चाहिँ हाम्रो भयो देखिँदैन चाहिँ लुक एट द भ्यू है गाइस ल आज निलो स्काई छ कपडाहरू झुन्ने खाने यार अलि राम्रो देखेन है तर ल धन्यवाद यतिमै हुन्छ है यति नै हो ल 7 भएकै 7वटा घर